भन्ने होइन कति लड्ने नेपालीको। त्यो दिनको बारे बताइदिनु न। त्यो दिनको बारेमा चाहिँ अब आतङ्ककारी आए, त्यसपछि अब ढुङ्गामुढा गर्न थाले, अनि हामीले यसो साइडमा बसेर ज्यान त जोगाउनु पर्यो। अनि साइडमा लाग्दाखेरि उनीहरू सबै पसेर सब फलफुल त्यो बियरका बोतलहरू वाइन सबै लिएर गए, आइसिङको फ्रिज सबै लिएर गए। त्यसपछि अब लु भएन भनेर हामी सबैजना साथी टिम मिलेर सबैजना यता चाहिँ सबै मिलेर आयौँ। त्यसपछि सबैजना अरू भित्रबाट लखेट्ने, मैले चाहिँ बाहिरबाट ड्याङ्गी लठीले हाने। तपाईँ बाहिर एक्लै हुनुहुन्थ्यो, डर लागेन तपाईँलाई? मलाई डर लागेन। धन्यवाद।